नमस्ते दर्शकवृन्द। अहिले इलाम जिल्लाको राजद्वाली चाहिँ धार्मिक तथा पर्यटकीय स्थलमा परिणत हुँदै गरेको हामीहरूले देख्न सकिन्छ। विगत बाढी पहिरोले चाहिँ ग्रसित क्षेत्रमा त्यस पश्चात सुशीला माताले सपनामा देखेअनुसार त्यहाँ शिला उत्पन्न भएको थियो। उक्त शिलामा विभिन्न विवाद पश्चात पनि अहिले स्थानीय सरोकारवाला, स्थानीय बुद्धिजीवी र स्थानीय मानिसहरूको संयुक्त भेलाले त्यहाँका शिलालाई त्यहीँ राखेर मन्दिर बनाउने जस्ता कुराहरूमा सहमति भइकन अहिले यो अवस्थामा देख्न सकिन्छ। र यहाँनिर अहिले विभिन्न क्षेत्रबाट माताहरू पिताहरू आएर यहाँनिर पूजाआजा गर्ने र भक्तालुजनहरूको पनि घुइँचो लाग्ने देखिन्छ। र विगत 2082 साल 7 महिना 23 गतेदेखि चाहिँ नेपाल प्रहरी बलका टिम र नेपाल आर्मीका टिम लगायत सम्पूर्ण स्थानीयवासीहरूले चाहिँ त्यहाँनिर आज पञ्चक पूजाको दिन पूजा लगाउने भनिकन त्यहाँनिर सुरक्षित र हिँडुल गर्न सकिने बनाउनको निमित्त सम्पूर्ण श्रमदानमा खटेर अहिले पूर्ण रूपमा व्यवस्थापन गरिएको देख्न सकिन्छ। र उक्त ठाउँलाई इलाम जिल्लाकै पर्यटक तथा धार्मिक चाहिँ प्रयोजनमा ल्याउनको निमित्त सम्पूर्ण निकायहरू लागि परेको देख्न सकिन्छ। र उक्त कार्यमा सबैजनाले साथ सहयोग र समर्थन गर्नुभएको छ। र होटल व्यवसायीदेखि लिएर पर्यटन व्यवसायी स्थानीयहरूको ठुलो भूमिका रहेको देख्न सकिन्छ। र उक्त ठाउँलाई अहिले मन्दिर स्थापना गर्नको निमित्त समिति गठन गर्ने कुराहरूदेखि लिएर व्यवस्थापन गर्ने कुराहरूदेखि लिएर स्थानीय सरोकारवालाहरूले नै चाहिँ गर्ने निर्णय भएको छ। र स्थानीयहरूले अहिले भरपुर त्यहाँनिर कामहरू श्रमदानबाट गरिरहेको देख्न सकिन्छ। र अहिले भक्तालुजनहरूको एकदमै भिड देख्न सकिन्छ।